गीतको रिपोर्ट लिँदैछौँ। हाम्रो चर्चित गायिका टीका दिदी गीत गाउँदै हुनुहुन्छ भित्र स्टुडियोमा। अनि हाम्रो टेक्निसियनमा हुनुहुन्छ गोविन्द ओली रोल्पाली, गायक तथा टेक्निसियन रेकर्डिस्ट। अनि उता हुनुहुन्छ हाम्रो सरस्वती डिजिटल प्रणालीको म्यानेजिङ डाइरेक्टर तथा गायक अनि सञ्चारकर्मी पनि हुनुहुन्छ। उहाँ जीवन बेसी हुनुहुन्छ। उता हाँसिराख्नु भएको छ रातो टोपी लगाएर। उहाँकै हो यो गीत। खुसी लाग्छ साथीहरूलाई देख्दाखेरि। हाम्रो रेकर्डिङ क्रम जारी नै रहेको छ। साह्रै मिठो भोकलमा साह्रै मिठो गीत गाउँदै हुनुहुन्छ हाम्रो टीका पुन दिदी। यो आलाप रेकर्डिङ स्टुडियो हो। यो अनामनगरको मुटुमा रहेको छ। काठमाडौँ अनामनगरको मुटुमा रहेको छ स्टुडियो। यसमा चाहिँ धेरै कलाकारहरूको चम्काभेद तथा गीतहरू रेकर्ड हुने काम भइरहेको छ। अनि यो हाम्रो अघि मैले भनिसकेँ गोविन्द ओली रोल्पाली, गायक तथा टेक्निसियनका मित्र गोविन्द ओली रोल्पाली। उता हुनुहुन्छ हाम्रो सरस्वती डिजिटल प्रणालीका म्यानेजिङ डाइरेक्टर हाँसिराख्नु भएको छ। खुसी हुनुहुन्छ एकदम। गायक तथा सञ्चारकर्मी पनि हुन्छ उहाँ। दिदीवटा नम्बर 1 सिद्धिन लगाइसक्यो हो। वार्ड नम्बर 1 ओहो यो गीत छिटो होइन। अहिले रातको 7:35 बजिसकेको छ र पनि हामी गीत रेकर्डिङको क्रममा छौँ। स्टुडियो धेरै प्याक हुने गर्छ, त्यही भएर चाहिँ हामी रेकर्डिस्टलाई चाहिँ कल आएको अवस्था छ। फिक्स त भइहाल्छ नि एकैछिनमा। त्यही त भइहाल्छ कि म थेगो लिँदैछु। दिदीलाई तिर्खा लागेको छ। टीका दिदी पानी खाँदै हुनुहुन्छ। ल ल। अनि हाम्रो वरिष्ठ सङ्गीतकारजी भीमनगर राजु यति बेला क्यामेराम्यान अहिलेको लागि म क्यामेराम्यान भीमनगर राजु वरिष्ठ भनेर सङ्गीतकार भनेर बोलाउनु हुन्छ। खुसी लाग्छ है। अनि हामी एकपल्ट भीमनगर राजुलाई पनि देख्न चाहन्छौँ। भीमनगर राजु लास्ट भनेर हाँसिरहनु भएको छु। अघि चाहिँ क्यामेराम्यानमा थियो, अहिले चाहिँ यसो टेक। यो गीत सबैले मानेर दिनु होला युट्युबमा गएर साथीहरूले है। हातहरू जति कि आँसुका भेलहरू। साह्रै नै मिठो गीत, साह्रै नै मिठो गीत गाउँदै हुनुहुन्छ हाम्रो टीका पुन दिदी, वरिष्ठ तथा चर्चित गायिका टीका पुन मगर दिदी। भोलि भरत दाईको र गोपाल दाईको रात छ पुरै। गोपाल दाईको आज भएन। राति पो होइन, दिउँसोको। कति बजी हाम्रो सुटिङ गर्ने यो सोलो गीत के यता रिसिभ गरेर पाएर चाहिँ यसको प्रोडक्सन भयो। मायाका खेलहरू हल्का लेभल अलिकति बढी
यसको लाइट बोल्दो रहेछ है। जाम अब लय भन्ने कुरा अघि भन्नुहुन्थ्यो नि गुरुङ सरले, कतिखेर झ्याप्पै गाउन आउँछ थाहा हुन्न, कतिखेर भने बेला आउँदैन भन्नुहुन्थ्यो नि। हेलो रेकर्डिङ स्टुडियोमा छौँ हामी। उता बस्नु भएको छ सरस्वती डिजिटल प्रणालीका म्यानेजिङ डाइरेक्टर तथा सञ्चारकर्मी, सङ्गीतकार, शब्दकार, गीतकार, गायककार जीवन बेसी रातो टोपी लगाएर एकदम मक्क परेर त सिकाउँदै हुनुहुन्छ, लिड गर्दै हुनुहुन्छ गीतको। अनि हाम्रो गोविन्द ओली रोल्पालीजीले, उहाँ पनि गायक हो, उहाँले पनि गीत गाउनुहुन्छ, लय शब्दहरू पनि गर्नुहुन्छ। उहाँले चाहिँ रेकर्ड गरिराख्नु भएको छ। हाम्रो टिकापुन दिदी भित्र स्टुडियोमा हुनुहुन्छ। गर्मी पनि भइसक्यो हो भाइहरू भन्नुहुन्छ। हाम्रो गीतमा त अहिले भर्खर 2वटा गीत गाइसक्नु उहाँले। धेरै मिठो स्वर छ उहाँको, एकदमै मिठो लाग्छ स्वर। अनि श्रोताहरू सबै साथीहरूले युट्युबमा हेर्ने साथीहरूले भएका फिडब्याकहरू दिनु होला। यो गीतमा चाहिँ अझै मिक्सिङ हुनलाई धेरै टाइम लाग्नेछ, अनि त्यसको लागि प्रतीक्षामा रहनु होला। तपाईँ माझ यो गीत पक्कै आउनु नै छ, अनि जति सक्दो छिटै ल्याउनेछ 30 लगतै। दामी छ हाम्रो जीवनजीको गीत। सानो चाहिँ कसरी घुमाउँदा मिठो होला दिदी? कसरी उहाँले चाहिँ गर्नु भएको छ, तर मलाई चाहिँ कसरी आफ्नो ईश्वरले एकदम मिठा स्वर लिएर दिदी त्यो सानो छ नि।